सब्रिन इन्द्र र मधुको विवाह हुने भएको छ। दर्शकबिन कुनै पनि हालतमा इन्द्र र मधुको विवाह हुनु हुँदैन भन्ने चाहनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब गरी कमेन्टमा मधु भनेर लेखिदिनु होला। आउनुहोस् यस भिडियो सँगसँगै हेरौँ अनि अन्त्यमा के हुने हो त हामी समीक्षा गर्नेछौँ। च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला है। मलाई भोलि भेट्न जाम त भने, तर म 1 वर्षको हुँदा छोडेर गएको सुनेदेखि किन हो किन मेरो आमालाई भेट्नै मन छैन। अब मैले मात्र आमा भनेर माया गरेर के गर्नु। यदि उनलाई पनि त्यति बेला मेरो माया थियो भने म 1 वर्षको हुँदा किन छोडेर गइन् त। आफ्नो काखमा भएको बच्चालाई सँगै लैजान पर्दैन? सँगै ल्याउन त उसको बाले दिनु पर्यो नि छोरी। मलाई पनि 9 महिनासम्म कोखमा राखेर 1 वर्षसम्म गुरमुत खाएर हुर्काएको बच्चोलाई छोडेर हिँड्न कहाँ मन थियो र। माइलो छोरो बसन्ते हराएदेखि उनीहरूका बाले मलाई रात दिन कुटेर शरीरभरि निल्डाम हुन्थ्यो। के भनेर कुट्नुहुन्थ्यो नि त्यसरी? सानो सानो न्यु निकालेर बसन्ते हराउनुको कारण तै होस् भनेर पिटिरहनुहुन्थ्यो। त्यति बेला बसन्ती दाई हराउँदा त कान्छो दाई सानो हुनुहुन्थ्यो होला, तर जेठो कविराज दाई त ठुलो भइसक्नु भएको थियो होला नि। आफ्नो आमालाई बुवाले कुट्दाखेरि उहाँले केही प्रतिकार गर्नुहुन्थेन र? जेठो छोरो कविराज त बिहे हुने बित्तिकै अलि टाढा घर बनाएर छुट्टिएर बसिसकेको थियो। अनि कसरी प्रतिकार गरोस् त। अब के सोच गराउनु भएको छ त आमा? बसन्ती दाई आमा खोज्दै आउनु भएको थियो, हामीले मन दुखाएर पठायौँ। केही सोचेकी छैन। छोराहरू आएर हिँड्नुहोस् सबैजना उतै बसौँ भन्यो भने जानु पर्ला नि। बाले मान्नु होला त? तेरा बाले मानेनन् भने यहाँ एक्लै बस्छन्। तिमी आमा छोरी के सल्लाह गरेर बस्दैछौ? गाईलाई कुँडो दिने बेला भइसक्यो, कुँडो दिनु पर्दैन? कुँडो दिइसके बा मैले। अनि एउटा कुरा सोधौँ? के कुरा हो भन्न। आमाले त दाइहरूले उतै बोलाउनु भयो भने उतै बस्ने सोच गराउनु भएको छ। गएर बसे भइगयो त। घर सल्लाह गर्दाखेरि तपाईँ यत्तिकै नरिसाउनु न रिमाका बा। अनि के गरौँ त? उताबाट तिम्रा छोराहरूले सबैजना यतै आउनुहोस् बसौँ भनेका छैनन्, अनि गोठै उठेर जानु पनि त भएन नि। माइलो दाई बसन्ते र कान्छो दाई शिशिरले त आफूलाई जन्म दिने आमा को हो भनेर चिनिसक्नु भएको छ। यदि उहाँहरू आएर हामीलाई जामसँगै बसौँ भन्नुभयो भने के गर्ने त? यो बारेमा हामी बिच एकपटक सल्लाह त हुनु पर्यो नि बा। मैले भनिसकेँ त, उनीहरू आएर आउनुहोस् सबैजना यतै बसौँ भनेछन् भने ठिकै छ नि त। एकचोटि गएर भेटेर आउँला। अब उतै बसिरहन मिलेन क्यारे? खै अहिलेसम्म आएकै छैनन्। बसन्ते आएको थियो त, तर तपाईँको दबाबले गर्दाखेरि हाम्रो त्यत्तिकै सम्पत्ति खान आइस् त भनेर हामीले ढोका लाएर बस्यो। अनि बिचराले कति मन दुखाएर गयो। रमा, म तिमीलाई कतिचोटि भनौँ, यदि उसलाई आफ्नै आमाको माया लाग्छ भने ती सबै कुराहरू बिर्सेर फेरि पक्कै एकचोटि भेट्न आउँछ। रह्यो उसको लागि एउटी आमाले गरेको अग्नि परीक्षा जस्तै हो। यसमा हामीले चिन्ता लिनुपर्ने त केही कारण देख्दिनँ म। बा, बरु म भोलि एकपटक दाइहरूलाई भेटेर आउँछु नि, हुन्न र? के साइनो लगाएर भेट्छस् त? दाजु बहिनीको साइनो छँदैछ त। आखिर हामी एउटै कोखमा 9 महिनासम्म बसेर जन्मेर एउटै लाम्टा चुसेर हुर्केका दाजु बहिनी हुन् के रे? गए पनि 1 हप्तापछि जालिस्। केही समय हामी उनीहरूको प्रतीक्षा गरौँ। प्रतीक्षाको घडी कुरेर बस्दा तपाईँको कपाल फुल्यो। आमाको मुटु कमजोर भएर बिरामी भएर बस्नु भएको छ। अझै 1 हप्ता भन्दै कहिलेसम्म कुरेर बस्ने त बा? यो प्रश्न तेरै आमालाई गर छोरी, मैले उत्तर दिइसकेको छु। अब सधैँ प्रश्न उत्तर गरेर कति दिन बस्ने त? जबसम्म यो कुराको सही निचोड आउँदैन तबसम्म। अनि निचोड चाहिँ के हो त? सही निचोड त्यही हो, उनीहरूले हामीलाई खुसीका साथ आउनुहोस् भनेर बोलाउनु पर्यो। तर जबसम्म उनीहरूले आउनुहोस् भन्दैनन् तबसम्म हामी जाँदैनौँ। अब म पनि ठुली भइसके बा सबै कुरा बुझ्न सक्ने बाँकी छु। यो बारेमा
तपाईँलाई र मलाई भन्दा धेरै चिन्ता आमालाई छ। किनभने आमाले 9 महिनासम्म कोखमा राखेर जन्म दिँदा आमाका कोखीका घाउ हुन् उनीहरू। मैले सबै बुझेको छु। 1 हप्ता तिमीहरू चुप्प लाग, त्यसपछि के गर्ने त्यति बेलै सोचौँला। खोइ त खाजा बना छैन, भोक लाग्यो। जा त छोरी, बालाई मोही र मकै खान दे। तिमी पनि हिँड न। त्यही त, आउनुहोस् आमा तपाईँ पनि। बसन्ते, त एकैछिन यहाँ आएर बस् त। भन्नुहोस् किन हो? हेर बसन्ते, तैँले किन कुरा बुझ्दैनस्? अब तेरो सिङ आउँदैन, जुरो आउँदैन। तैँले नै आफ्नो घर परिवार र श्रीमतीको बारेमा सोच्दैनस् भने कसले सोच्छ? सोच्दैछु काकी, तर यति बेला मेरो समय नै खराब चलेको छ त। अनि मैले के गरौँ? केही नगर्ने। अब तैँले मधु सधु केही नभनेर घरमा थपक्क बस्ने र आफ्नो श्रीमती घर सम्हाल्ने। अनि श्रीमतीसित मिलिजुली घरमा काम गर्ने। अनि त आमासित भेट्न गएको थिइस् होइन? भेटिस् त? भेट्न त भेटेँ नि, तर भेटिसकेपछि झन् मन भारी भयो। किन? के कुरा भएर? आमाले मलाई चिनिनन्। त मेरो छोरो होइनस् भनेर सबैजना भित्र गएर ढोका लगाए। अनि यत्तिकै फर्केर आएँ। सायद नचिनेर त्यसो गरेका होलान्। अब चिन्ता नगर, शिशिरका बाह्र म गएर सबै कुरा भनेर सम्झाएर चिनाम्ला तँलाई। तर आमासितको चिन्जान पछि तैँले के गर्ने सोच बनाएको छस् त? खै के गर्ने के? अब भेट्न जाँदाखेरि आफ्नै आमाले चिनिनन्। अब यदि चिनेर सबै कुरा मिल्दै गयो भने यतै बोलाएर सँगै राख्ने कि के गर्ने के मैले त सोच्नै सकेको छैन। बरु के गर्ने कसो गर्ने भनेर तपाईँले नै केही भन्नुहोस् न। यो बारेमा तँ आफैले सोच। हामी त उति बेलै छुटेर बसेका हौँ क्यारे। के गर्ने कसो गर्ने भनेर अब शिशिर र तैँले नै सल्लाह गर्नुपर्छ। खै शिशिरले त भोलि एकपटक तपाईँ र म काउले आमालाई भेट्न जाऊँ भनेर भनेको छ के रे। अब के हुन्छ? अनि रिता खै त? खै भर्खरैसम्म त यहीँ थिइन् क्यारे, अहिले कता पो गइन्। बिचरी तेरो कारणले धेरै चिन्तामा छिन्। मेरो कारणले के को चिन्ता आइछ र? अनि मैले त्यस्तो गल्ती के गरेको छु र? गल्ती त तैँले गरेकै होस् नि। आमालाई भेट्न जाँदाखेरि मधुलाई पनि सँगै लगेर। आफ्नो लोग्नेले जिन्दगीको बारेमा सोच्दाखेरि आफ्नो श्रीमतीसँग सल्लाह गर्नुको साटो बाहिरी केटीसँग सल्लाह गरेपछि श्रीमतीको मन दुख्दैन त? त्यही भएर मन दुखाकी होला नि बिचरी रिताले पनि। भयो, अब यो कुरा छोड्नुहोस्। बरु म बारीतिर जान्छु। सायद रिता पनि बारीतिरै होलिन्। ल ल जा। के गर्नु, नातामा त बसन्ती मेरो देउरो हो नि। तर यसरी तँ भनेर बोलाउँदाखेरि कति पाप लाग्छ होला मलाई। उति बेलादेखि काकी भनेर चिनेको मान्छे न मैले देउर भनेर सम्बोधन गर्न सकेँ, न त उसले मलाई भाउजू भनेर नै भन्न सक्यो। उता शिशिर र हामी बिच पनि यस्तै छ। जे जस्तो भए पनि पाप नलागोस् भगवान। रिता, तिमीलाई पनि बारीको काम गर्न आउँछ र? नआएर के गर्नु त? आफ्नो लोग्नेले वास्ता नगरेपछि आफ्नो पेट पाल्ने जो त गर्नै पर्यो नि। मैले तिमीलाई के कुरामा वास्ता गरिन र रितु? मसित आमा भेट्न जान्छु भनेर दिनभरि उता मधुसित भेटेर आउनु भएको होइन? नयाँ बाटो नयाँ पाइला नयाँ मधुसित बसेर आएको होइन रिता, म आमालाई नै भेटेर आएको हुँ। त्यसो हो भने
मधुले तपाईँको फोन कसरी उठाइ त? मसित यत्तिकै झुट किन बोल्नुहुन्छ? हेर रिता, खासमा आमालाई भेट्न जान्छु भनेर म एक्लै गएको हुँ। तर बाटोमा जाँदा जाँदै मलाई मधुले 81 फोन गरी अनि म पनि तपाईँको साथी बनेर जान्छु नि त भनेर जिद्दी गर्न थाली। त्यसपछि हुन्छ नि त भनेर उसलाई पनि बोलाएर हामी सँगै गएका हौँ। ठिक छ, साथी बनेर त मधु तपाईँसँगै गए, तर मैले फोन गरेको बेला मधुलाई नै फोन उठाउन किन दिनुभयो त? कसम रिता, मैले मधुलाई जान फोन उठाउन दिएकै होइन। एउटा कुराको याद आयो मलाई। बाटोमा जाँदै थिएँ, त्यति बेला मलाई लास्टै दिशा लाग्यो। त्यसपछि मधु, मलाई त कस्तो दिशा लाग्यो जस्तो भयो। तिमी एकैछिन यहीँ बस्दै गर न है, म आइहाल्छु। छ्या, तपाईँ त कस्तो फोरी होला के? यस्तो ठाउँमा कहाँ जानुहुन्छ त? म यसो झाडीतिर गएर आइहाल्छु, यसो बस्दै गर है। खै मोबाइल दिनुहोस्, म समाइदिन्छु। फेरि उतै झाडीतिर खसालेर आउनु होला। चन्द्रितालाई फोन गर्न भनेर झाडीतिर जान्छु भनेर बाहना गराएको, मधुले फोन पो माग्छ त। अब नदिन पनि भएन। बस ल। अनि त्यति बेला तिमीले ठ्याक्कै फोन गर्यौ होला, अनि मधुले उठाकी होली। तपाईँलाई थाहा छ यो कुराले मेरो मन कति पोलेको थियो? त्यसैमाथि बाहिरी मान्छेहरूले बसन्तले मधुलाई भगाएर लग्यो भन्दै थिए। त्यसैमाथि फोन गर्दा मधुले उठाउने, अनि त्यसपछि मैले आफ्नो मन कसरी सम्हालेँ तपाईँले बुझ्नु भएको छ? मैले जान तिमीलाई तनाव दिन खोजेको होइन रिता, त्यसका लागि सरी। तर म आमालाई भेट्न गएको बेलामा बसन्तीले मधुलाई भगायो भनेर कसले भनेर हिँडेको थियो नि सुरुमा। जसले भन्यो नि भन्यो, भयो अब यो कुरा छोडिदिनुहोस्। बरु अबदेखि तपाईँले मधुलाई केही कुरा नलुकाउनुहोस्। मैले के कुरा लुकाएको छु र मधुसित? तपाईँले आफ्नो बिहेको कुरा लुकाउनु भएको छ। हेर्नुहोस् त, मैले तपाईँ भनेर आफ्नो जन्म घर र आफूलाई जन्म दिने बाउआमा त्यागेर आएँ। तर तपाईँले किन आफ्नो मनलाई ढाँट्नुहुन्छ भन्नुहोस् त? रिता, खासमा मैले आफ्नो मनलाई आफैले किन ढाँटेको छु भनेर म आफैलाई थाहा छैन। हेर त, यति बेला मैले मधुलाई तुरुन्तै मेरो बिहे भयो भनेर भन्ने हो भने ऊ मर्न पनि बेर लाउँदिन। तर पनि म बिस्तारै बिस्तारै मधुसित टाढा हुने कोसिस गरेको छु। र मधुको नजरमा पनि म पहिलाभन्दा धेरै फेरिने कोसिस गरेको छु। अब मैले यति गरिसकेपछि त बिस्तारै बिस्तारै मधुले पनि मलाई घृणा गर्दै जान्छ होला। अहिले मसित त यस्तो कुरा गर्नुहुन्छ, फेरि एकैछिनपछि मधुको फोन आयो भने एकान्तमा गएर मस्की मस्की कुरा गर्नुहुन्छ। अनि मैले कसरी पत्याम तपाईँ मधुसँग बिस्तारै टाढा हुनुहुन्छ भनेर? अबदेखि मधुको फोन आयो भने मेरै अगाडि फोन उठाएर कुरा गर्नुहोस्। एकान्तमा गएर लुकी लुकी कुरा गर्न पाउनुहुन्न, बुझ्नुभयो नि? हस्, तर आफ्नै स्वास्नीको अगाडि फोन उठाएर बाहिरी केटीहरूसित बोल्दाखेरि तिम्रो पनि त मन दुख्छ कि भनेर सोच्न पर्यो नि त। अब तपाईँको जिन्दगीमा म आइसकेपछि मधुसित माया प्रेमका कुराहरू त हुँदैनन् होला नि। त्यसो हो भने साथीको भावनाले कहिलेकाहीँ कुरा गर्दा मलाई त्यस्तो केही फरक पर्दैन। बरु आमालाई भेट्ने भनेर जानु भएको थियो, आमालाई भेट्नुभयो त? भेटेँ, तर आमालाई भेटिसकेपछि त झन् मेरो मन सारङ्गीको तार रेटिएको जस्तै गरी रेटिन थाल्यो। किन? के भयो र? आमाले मलाई चिन्नु भएन। त्यसपछि सबैजना घरको दैलो लगाएर भित्र बसे। छ्या, आफ्नो सन्तानलाई किन नचिनेको होला त आमाले? खै, उति बेला म 5 वर्षको उमेरमा हराउँदा माओवादी र साई सेनाको लडाइँ भएको थियो के रे। अनि मेरी आमा र सबैको नजरमा त्यति बेला म तिनै माओवादी र साई सेनाको लडाइँको बिचमा परेर मरेछ भन्ने परेको रहेछु। अनि उतातिर म सबैको नजरमा मरिसकेको रहेछु।
नगर्नुहोस्। एक दिन काका र काकीलाई सँगै लिएर जानुहोस् अनि उहाँहरूले सबै कुरा भन्नुहुन्छ। त्यसपछि त चिन्नु होला नि। चिन्नुहुन्थ्यो कि? खोइ के हो, भोलि एकपटक बसन्त दाइ र म जाने कि भनेको, हेरौँ के हुन्छ। मलाई त फिटिक्कै जान मन लागेको छैन। किन शिशिर? किन हुनु, म 1 वर्षको हुँदा मलाई अर्कैको काखमा छोडेर जाने निष्ठुरी आमालाई के भेट्न जानु? त्यो सबै हाम्री आमाले हाम्रो बाको कारणले गरेकी हुन्। अब यो कुरालाई लिएर आफ्नै आमाको इख मनमा राखेर के गर्छस् त तैँले? जे भए पनि जन्म दिने आमा हुन्, त्यसैले आमाको इख मनमा राख्न छोड्दे शिशिर तैँले। खोइ के गर्ने, फेरि एकपटक बसन्त दाइसँग सल्लाह गर्छु के रे। जाने कुरा भयो भने भोलि एकपटक बसन्त दाइ र म जान्छौँ नि त। ल अब आफ्नै जन्म दिने आमासँग भेट गर्न जाँदा किन सल्लाह गर्नु पर्यो तैँले? भोलि बिहानै उठेर त बसन्तीको घर जा, त्यसपछि त उतैबाट काउले जा। हस्, त्यसै गरौँला नि त। अनि त भित्र के गरेर बसिरहेको थिइस् त? मकै भुटेर राखेको छु, आउनुहोस् खान। ल हिँड। आमा, एउटा कुरा सुन्नुहोस् न। के कुरा हो भन्न? भोलि एकपटक म दाइहरूलाई भेटेर आऊँ। के भन्छ यसले? हो के आमा, अब त म ठुली भएँ। अहिलेसम्म तपाईँहरूले मलाई मेरो दाइहरू छन् भनेर भन्नु नै भएन। अब बल्ल मैले थाहा पाएपछि आफ्नो दाइहरूको खोजी त गर्नु पर्यो नि। बासित सोध्न एकपटक, फेरि बालाई नभनी जाँदा रिसाउने होलान्। बालाई सोध्नु पर्दैन क्या आमा, बाले त सिधै नजा भनिहाल्नुहुन्छ नि। आफ्नै जिद्दीले त जाँदा फर्केर त यही घरमा आउनुपर्छ। अनि फेरि बाउ करायो भने के गर्ने नि? बा कराउँछन् भनेर अहिले मैले आफ्नो दाइहरूसँग चिन्जान नगरेर कहिले गर्ने त? तपाईँलाई पनि थाहा छ होला नि आमा, दाजुभाइ धेरै भयो भने सबैभन्दा धेरै खुसी लाग्ने भनेको चेलीलाई नै हो भनेर। हरेक चेलीहरूका लागि उनका दाजुभाइ धेरै भयो भने माइती बढ्छन् अनि उनलाई हिम्मत पनि जुट्छ। त्यो कुरा त मलाई नि थाहा छ छोरी। तँ र तेरो दाइहरू एउटै कोखबाट जन्मेको भए पनि तिमीहरूको बाउ त अलग अलग भयो नि त। उनीहरूले त आफ्नो बाउ गुमाइसकेका छन्, तर तेरो बाउ त साथमा जिउँदै छन् नि। त्यसैले एकपटक तेरो दाइहरूसँग सोध, बाउ नहुँदाको पीडा कस्तो हुन्छ भनेर। त्यसपछि तँलाई बल्ल थाहा हुनेछ बाउको महत्त्व। आफूलाई जन्म दिने बाउ चाहे जस्तो सुकै किन नहोस्, बाउ भनेको त्यो घरको धुरी खाम हो। जुन घरमा बाउ हुँदैन त्यो परिवार भनेको धुरी खामो ढलेर पल्टिनै लागेको घर जस्तै कमजोर हुन्छ। त्यसैले एकपटक बासँग सल्लाह गरेर मात्रै जा। पठाएनन् भने मैले सम्झाउँला नि त बालाई। हस् आमा, म घर गएर बासँग सल्लाह गर्दै गर्छु नि त। तपाईँ छिट्टो घर आउनु ल। ल जा। रितु, कहाँ गएकी थियौ नि तिमी यति बेलासम्म? बारीतिर गएको काकी, यसो आफूले जानेको काम त अलिअलि भए पनि गर्नु पर्यो नि। त्यही त। अनि बसन्ती पनि तिमीलाई खोज्दै गएको थियो त? जानुभएको थियो, अहिले गोठतिर हुनुहुन्छ। तिमी जाऊ, म गोबर सोत्तर गरेर आउँछु भन्नुभएको थियो के अरे। आउनुहुन्छ अब एकछिनमा। ए, अनि के भन्यो नि बसन्तीले तिमीसित? त्यस्तो त केही भन्नु भएन, तर मलाई सबै कुरा नलुक्कै भन्नुभयो। आमालाई भेट्न जाँदा मधुसितै जानुभएको रहेछ। मलाई पनि सबै कुरा भनेको थियो। मधुले जाने बेलामा म पनि जान्छु भनेर जिद्दी गरिरे, त्यही भएर लगेको हो भन्दै थियो। तर फोन चाहिँ किन मधुलाई उठाउन दिएको रहेछ, यो कुरा चाहिँ सोधिनौ? त्यो पनि सोधेँ,
तर उहाँले झन् मधुलाई फोन उठाउन दिएको होइन रहेछ। उहाँ टोइलेट गएको बेलामा मधुलाई फोन समाउन दिनुभएको रे। त्यही बेला मैले फोन गरेछु अनि मधुले उठाइछ। ए अनि त्यति बेला तिमीले मधुसित चाहिँ के कुरा गर्यौ नि? मैले त तिमीसँग यो कुरा पनि सोधेकी थिइनँ। मैले त केही भनिनँ। उतैबाट म मधु हो बसन्ती टोइलेट जानु भएको छ भनेर भने अनि म पनि चुप्प लाएर बसेँ। लास्टै रिस उठ्यो। त्यसैले बाहिरी मान्छेको कुरा मात्रै सुनेर तनाव लिनु हुँदैन के नानी? हेर त उता बसन्ते र मधु आमालाई नै भेट्न गएको रहेछन्। यता भने बसन्तेले मधुलाई भगायो भनेर बेकारमा हुँदै नभएको हल्ला फैलाए। त्यसैले धेरै नचाहिने कुरा बाहिरी मान्छेले घरका मान्छेलाई बढाउनुको लागि पनि गर्छन् के। अझ त्यो इन्द्रेको त मलाई फिटिक्कै विश्वास लाग्दैन। बसन्ते तिमीहरू भोलि आमालाई भेट्न जाने भनेको होइन र? हो, सायद शिशिर र म जान्छ मलाई। खै अब शिशिरले त म बेलुकातिर यो बारेमा सल्लाह गर्न तपाईँको घरतिर आउँछु भनेर भन्दै थियो क्या। के का सल्लाह गर्नु पर्यो र आफ्नो आमालाई भेट्न जानलाई पनि? भोलि बिहानै उठेर हाम्रो घरमा गएर शिशिरलाई जाम शिशिर भनेर भन्न। हेर अब शिशिर अहिले आएन भने त्यसै त गर्नु पर्ला नि। रितु तिमी पनि जान्छौ र सासूलाई भेट्न? अहिलेलाई म जान्न, अलि पछि जान्छु नि त। ठिक छ नि त, तिमी अलि पछि जाउली। अनि काकी भोलि शिशिर र म गएर आमाले मान्नु भएछ भने आमालाई पनि यतैतिर ल्याउँछौँ नि हुन्न र? तेरो आमालाई मात्रै ल्याएर भएन क्या रे, पुरै गोठै उठाएर ल्याउनु पर्छ। कस्तो गोठै उठाएर ल्याउने कुरा गर्नुभयो तपाईँले? आखिर उतापट्टि पनि त बा आमा अनि एउटी बहिनी मात्रै रहेछ नि त। यो बारेमा मसित होइन, उता गएर काकासित सोध। जेठा बाटोसँग सोध्नु पनि पर्छ, बुझ्नु पनि पर्छ। अनि जेठो बाटोले भनेको मान्नु पनि पर्छ यो बेलामा। ल ल अब भोलि गएर एकपटक भेट्छौँ के रे, अनि सल्लाह गरौँला नि त। खै त खाजा केही बनाउनु भएको छैन? मकै भुटेकी छु, आऊ खानालाई। अब बिस्तारै खानाको पनि यसो मेसो गर्नुपर्छ। आउरी त दर्शकवृन्द, अब भने सहरिया बुहारीमा एकदमै बवाल हुने भएको छ। वास्तवमा के होला त? यो सबै हेर्नको लागि सञ्जीवनी इन्टरटेनमेन्ट च्यानलमा गएर हेर्नुहोला है।